यो बच्चा है ल यो भित्र छिर्नको लागि खोरखोर भन्नुपर्ने ए ल साह्रै बिजोक पर्छ हौ साह्रै बिजोक भन्दा पनि चिसो ठाउँ छ होइन यो चिसो पानी भए पनि उसलाई चाहिँ यहाँ राख्नै पर्यो होइन त राख्नै पर्यो नत्र गाडी जहाँ आयो टायरमा सुम्नु गइहाल्छ टायरमा सुम्नु गएपछि कुनैको यो गति हुँदैन त्यतिखेर पेल्छ कि भन्ने डरले ए अनि ऊ चाहिँ यहाँ दिनभरि चाहिँ कसरी बस्छ के खेल्छ पनि कि कस्तो छ खेल्छ यो डाङडाङ डुङडुङ गर्छ अब ए यहाँ उसलाई खेल्ने यो डाङडाङ डुङडुङ गर्ने हो थाल दिनुपर्छ कहिले थाल ठङ 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 गर्छ थाल पनि ठङ गर्छ है अनि रिस उठ्यो भने फ्याल दिन्छ ए यो फालिदिन्छ अनि फेरि हामीले दिनु पर्यो यसरी अब उसको दिनभरि दिनचर्या यसरी नै बित्छ नि त दिनचर्या यसरी नै हो यसरी भागिहाल्छ नत्र कहिले तल निङबारी डाँडाबाट ल्याउनु पर्ने हुन्छ कहिले चाहिने उता तल ढक्कलको घर मुनतिर तलबाट ल्याउनु पर्ने हुन्छ भाग्दछ भाइको अनि यो जुन यसरी जुन तपाईहरुले थुनेर राख्नु भएको छ हैन यो कति वर्ष भयो कति वर्षको उमेरदेखि यसरी थुनेर राख्नु भयो खुट्टा लागिकन अहिले बच्चामा त अब आमाले स्याहार सुसार गरेर ठिकै हुन्थ्यो हजुर अहिले चाहिँ अलिकति खुट्टा लागेपछि भाग्नु थाल्यो के अटोमेटिक के भएको थाहा जस्तो यहाँबाट अहिले हामीले छोड्दियौँ भने यो नानी कहाँ जान्छ गाडी कुद्यो भने ठ्याक्कै टायरमा गएर सिधै सुँग्नु जान्छ टायर सुँग्छ अनि अर्को चेन्सो मेसिन चलायो भने चाहिँ भाग्छ फेरि चेन्सो मेसिन चलायो भने भाग्छ त पनि मसिन नै हो नि त तर किन हो किन त्यही अब यसरी हुन्छ यो के छ तपाईहरुले बुझ्दाखेरि उसको अलिकति मानसिक स्मरण शक्ति कम हो कि कस्तो खालको बुझ्नु भएको छ तपाईहरुले हामीले चाहिँ अब लिम्बूको कल्चर अनुसार चाहिँ उसलाई धामी झाँक्री लगाइयो हरेक कुरा गरियो हैन अब ट्रिटमेन्ट चाहिँ अहिलेसम्म गरेको छैन हस्पिटलतिर चाहिँ चेकअप गरेको छैन सत्य कुरा बोल्नुपर्छ किन हस्पिटलमा चाहिँ तपाईहरुले किन यसलाई यो नानी अब यति ठुलो नानी भइसकेर पनि तपाईहरुले ट्रिटमेन्ट गर्नुभएको छ अब अलिकति के आर्थिक अवस्था कम हो आर्थिक स्थिति कमजोरी हुनाले त्यो पनि आर्थिकले पनि बताउँछ के दाजु आर्थिक अवस्था हो अब त्यो पनि अब ट्रिटमेन्ट गर्ने भनेर सबैले सरसल्लाह चाहिँ दिएकै हुन् गाउँले हाम्रो त भान्जै हो भान्जा अरूले भन्नुभएकै हो यति कुराहरू तर पनि अब हेरौँ न अब नेपालको समस्या त्यही त हो नि आर्थिक अनि हाम्रो मुन्धुम होइन हाम्रो पुरानो परम्परा आर्थिक मेन सबैभन्दा फर्स्ट अफ अल चाहिँ आर्थिक नै हो कि आर्थिकै हो अनि त्यहाँबाट अब जनाबा झाँक्री धामी सबै गरियो भाकल साकल पनि गरियो गरियो अब कोही जनाबाले भन्छ अब 10-12 वर्ष पुगेपछि आफै बग्छ है लाइनमा आउँछ भन्छन् कि पछि जान पो हुँदैछ कि क्या त्यसो भन्छ त्यसरी भन्छन् अब कसैले त्यसरी भन्छ डाक्टरमा गएपछि अब डाक्टरले एउटा रोग देखाउँछ धामीमा गएपछि एउटा के देखाउँछ थाहा यो नानी जुन छ नि कान सुन्ने ओर्ने बोल्ने चाहिँ गर्छ गर्दैन कान सुन्छ बोल्नु पनि बोल्छ होला अलिअलि त ए अलिअलि अनि यो उसको अब होइन अब जस्तै भोक लागो दिसा पिसाब आयो भने के गर्छ उसले भन्छ है माग्छ पनि भोक लाग्यो भने माम भन्छ ए भोक लाग्यो भने माम भन्छ अनि त्यहाँदेखि अब यो के अरे टोइलेट आयो भने भन्नु थाल्छ ए यो नानीको बुवा चाहिँ तपाईँ हुनुहुन्छ होइन हजुर खास तपाईँको घर चाहिँ कहाँ हो मेरो त तेर्थुम सिमले यहाँ बसिराख्नुमा चाहिँ यहाँ चाहिँ ससुराली घर होइन हजुर कति वर्ष भयो ससुराली घर बस्नु यहाँ बसेको 2-3 वर्ष भयो